नमस्ते सबैजनालाई, के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ? यो न्यानो सम्झनाका साथ धेरै समयपछि फेरि पनि हजुरहरू समक्ष म सानो कथन लिएर आएको छु। यो बाटोघाटोको रमाइलो यात्रासँग, वन जङ्गलसँग, हुरी बतासहरूसँग बिस्तारै जिस्किँदै मस्किँदै हामी नयाँ गन्तव्यतर्फ लागौँ है त। रमाउँ हामी हाँसी खुसी बाटोघाटोमा, एकअर्कासँग मनन गर्दै, दुःख सुखका कुरा गर्दै, नयाँ नयाँ प्रसङ्गहरू सजाउँदै, नयाँ बाटोमा नयाँ गन्तव्यमा हामी रमाउँदै जाउँ है त। के छ त तपाईँको यो नमिठो यात्रा, नमिठो समय, नमिठो कुराहरूमा मनमा कति चोट पीडाहरू परिरहेको छ, कसले सुनिदिन्छ, कसले बुझिदिन्छ जस्तो लाग्छ। बिताएका पलहरूले कति चोट दिँदैछ, सम्झनाहरू आउँदैछ। कसैको मायाले छोडेर गयो, कसैको कसैले छोडेर गयो, कसैको खास मान्छेले नै भरोसा तोड्दै गयो। मनमा विभिन्न कुराहरू चलिरहेको छ, प्रश्न उब्जिरहेको छ। तैपनि आफू एउटा फ्रिडम, नयाँ खुसी, हर्ष, कोही त साथी होस् जसले मेरो सुनिदियोस् जस्तो लाग्छ। दुःख सुखका कुराहरू बुझिदियोस् जस्तो लाग्छ, गरिदिने, सुनिदिने कोही त खास होस् जस्तो लाग्छ, पक्का लाग्छ। त्यसै गरी म के भन्न चाहन्छु, अब तपाईँहरूलाई यो गेम निकै मनपर्छ भने नि बसको स्क्रिनको लागि चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मैले कन्ट्याक्ट नम्बर यही बसमा पनि राखेको छु र हजुरहरूलाई त्यति नै अप्ठ्यारो छ भने नि कमेन्ट मार्फत माग्न सक्नुहुन्छ, म दिन सक्छु। अनि हजुरहरू मसँग खुलेर कुरा गर्न सक्नुहुन्छ। केही छैन, एउटा मित्रताको कारणले मसँग हात थाम्न सक्नुहुन्छ। खाली समयमा सम्झिनुहोस्, कुरा गर्नुहोस्, मिठा मिठा कुराहरू गरौँला, सुख दुःखका शायरीहरू, विभिन्न कुराहरू। आज के गर्दै हुनुहुन्थ्यो, के कारणले के भयो, यसरी बुझ्न जान्न हामी सकिन्छौँ। एकअर्कासँग कुरा सेयर गर्दा हामी निकै कुराहरू पनि बुझ्न सकिन्छ। त्यस्तै कुराहरूलाई चाहिँ म हजुरहरूसँग चाहिँ प्रस्तुत गर्दै यो नयाँ नौलो सुनौलो यात्रातर्फ लाग्दैछु। र मेरो गाडीमा पनि त्यस्तै त्यस्तै चिजहरू रहेको छ। जस्तो कि एकचोटि भिडियोलाई रोकिहेरौँ न है। अब रोक्नै चाहिँ प्याट्टै मिल्दैन, तर हजुरहरूलाई कुरा गर्नुपर्दा चाहिँ होइन, मेरो गाडी चाहिँ नेपाली गाडी हो, यो आफैले बनाएको ब्रान्ड हो। गेम चाहिँ अरूले बनाएको हो र यसमा मलाई कुनै मनकत पनि छैन, निकै राम्रो बनाएका छन्। त्यस्तै गरी मैले चाहिँ आफ्नै गाउँठाउँको लेखेको छु, देउराली भन्ने चाहिँ म बस्ने ठाउँ हो र त्यहाँ जुन गाउँमा बस्छु त्यही गाउँठाउँमा बस्छु अनि त्यसैको जिल्ला गोर्खा, देउराली टु गोर्खा भनेर चाहिँ त्यसरी मैले लेखेको छु। अनि अब ब्रान्ड भन्नेलाई चाहिँ अब सिकर राइस हो। यो चाहिँ नेपालमा खुब सिकर राइस चुरोट बिक्ने गर्छ, त्यही हो। अनि त्यसपछि अब तिम्रो घर मेरो ससुराली भन्ने चाहिँ एउटा सानो उल्लेख। त्यसै गरी अनि अर्को पनि छ, मुत्न जाने फुर्सदै छैन दाइ, गोर्खाली कान्छा र गोर्खाली कान्छीको यो सुनौलो बस ब्लू कलरको म चलाउँदैछु है त। यो यात्रा हाम्रो जहाँदेखि जहाँसम्म भए पनि हजुरको मन छुने क्रममा चाहिँ म के भन्न चाहन्छु, सुख दुःखको सङ्गमहरू निकै छ। के छ त, ख्याल राख्नुहुन्छ आफूले आफ्नो दैनिक क्रियाकलाप। तपाईँ के गर्दै हुनुहुन्छ आजभोलि? एक सेकेन्डको पर्खाइको भरमा पनि एक सेकेन्डको पनि कति महत्त्व हुन्छ क्या अहिलेको समयमा। हाम्रो देश नेपालमा त के भइरहेको छ, कसो छ त्यो थाहा छैन, तर विदेश चाहिँ
एक सेकेन्डमा पनि धेरै प्रगतिहरू गरेर नि कहाँदेखि कहाँ पुगिसकेको छ भन्ने कुरै हामीलाई पनि थाहा छ नि सेकेन्डमा कि अब जस्तो कि होइन म 2057 सालको हो अब बुझ्नुहोस् 57 सालको हो म 57 सालको हिसाबले गर्दाखेरि नि अहिले 82मा छु 82 अन्तिम महिना चैत्र 82को अन्तिम महिना आएको छु र यतिमा मैले नोटिस गरेँ होइन म एसएलसी दिँदासम्म मैले मोबाइल पनि चलाएको थिइनँ कि 72 सालसम्म अब सोच्नुहोस् त्यति 72 सालदेखिको 82 सालसम्म यो 10 वर्षमा म अहिले खुद गेम मोबाइलमा यस्तो गेम यो गेम बनाउने नि सुरुमा नर्मल्ली थियो अहिले आफ्नो तरिकाले बनाउन थालेको छ भनेपछि समय कहाँदेखि कहाँ पुगिसकेको छ अनि हामी चाहिँ त्यही माया विरति उसले मेरो कुरा बुझेन मैले उसको कुरा बुझिनँ के भयो के कारणले गर्दा हामी यसरी अन्जान छौँ बोलिरहेको छैनौँ कि उसले अर्कैलाई अठाइसक्यो कि मेरो निधारमा उसको माया लेखेको थिएन भन्ने प्रश्नहरू निकै आइरहेको होला त्यस्तै गरी कसैले कति दुःख सङ्घर्ष काटेका छन् गरेका छन् तर हात भने सधैँ खाली रित्तै गोजी छाम्यो पाल परेको छ सम्बन्धीको नाममा भगवानले चाहिँ भन्छ नि त ऊपरवाले ने दिया दिया तो दिया क्या दिया एक गुला दिया उसको नीचे भी झुला दिया भन्ने जस्तै नराम्रो नसोच्नु भन्नेले भन्छ त्यस्तै उल्लेखित कुराहरूलाई चाहिँ मैले विश्लेषण गर्दै 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 कहाँदेखि कहाँको यात्रा गरिसकेँ तर हजुरले नोटिसै गर्नुभएको छैन जस्तो लाग्छ यस्तै अनगिन्ती भावहरूलाई समावेश गरेर आफू एक बन्न सक्नु पऱ्यो एक सफल पुरुष सफल नारी बन्न सक्नु पऱ्यो आफूमा हुनु पऱ्यो एउटा के गर्न सक्ने धारणा के बन्छु भन्ने धारणा सक्लो हुनु पऱ्यो कि म एउटा कुरा भन्छु कि ढाँडछल जीवनमा कसैसँग नगर्नु के पाइन्छ एकछिनको खुसी सोच्नु न तपाईँ एउटा कुरा सोच्नु न तपाईँले सोच्नुहुन्छ कोही सोझो साझो देख्छ होइन अब तपाईँ त्योभन्दा चलाक छ आफ्नो जरुरत थियो त्यतिखेर पैसाको या केही चिजको तपाईँले त्यसलाई दह्रो बनाएर लुट दिनुभयो कि अनि तपाईँ सोच्नुहुन्छ कि त्यो कति बेवकुफ रहेछ कि त्यो कति साइगो रहेछ मैले त्यसलाई कस्तो सजिलो तरिकाले उल्लु बनाएँ बेवकुफ बनाएँ मैले त्यसलाई लुट्नु सकेँ के हातपात केही गर्नु परेन एउटा कि यस्तो कुराहरू गरिदिएको त्यो चाहिँ चिप्ले हो जसले भरोसा गर्छ नि आफूमाथि कसैलाई त्यही मान्छे चिप्लिन्छ उसको लागि भन्नाले आजभोलि होइन शत्रु बैरी खोज्न बाहिर जानु पर्दैन है जसलाई आफूभन्दा बढी विश्वास गरेको थियो नि त्यसैले टुटिदिन्छ क्या विश्वास भन्ने चिज चाहिँ भन्नुको अर्थ नै यही हो तपाईँले उसलाई लुट्यो होइन ठग्यो भन्दा अनि ऊ कति बेवकुफ उसलाई मैले कस्तो सजिलो तालले लुट्न सकेँ कति सजिलो तालले उल्लु बनाएँ भन्ने तपाईँले सोचिरहेको हुन्छ तर याद गर्नु न यार तपाईँलाई उसले चाहिँ कस्तो तरिकाले विश्वास गरेको रहेछ त कति विश्वास गर्दो रहेछ त कुरो त्यहाँ के ज्यान फालेर विश्वास गर्दो रहेछ नि त हजुरलाई त त्यसले त्यही भएर त उल्लु भयो तपाईँलाई विश्वास गरेको थियो तपाईँले त्यो विश्वासै तोडिदिनु भयो त्यहाँ आउँछ कि ऊ होइन कि तपाईँको नजरमा गिरेको हो कि ऊ तपाईँको नजरमा गिरेको होइन त्यसै गरी हरेक कुराहरू आफूबाट हुने हो कि सुरुवात आफू त्यो ठाउँमा उभिएपछि सुरुवात भयो कि जुन ठाउँमा तिमी छौ तिमी नभएको ठाउँमा त घन्टी पनि बज्दैन
अरूले के गरे कसो गरे किन गरे चासो नदियो कि आफूमा के छ कसो छ यसलाई कसरी सङ्कलन गर्ने योबाट कसरी के गर्ने कसरी अगाडि बढौँ कसरी ग्रोथ गरौँ भन्ने चाहिँ त्यो चाहिँ हुनुपर्छ। त्यसैले कसैसँग ढाँटछल कसैलाई नराम्रो कसैलाई निचा देखाउने काम कहिले नगर्नु। आफूमा गर्व राख्नु आफ्नो पहिचान राख्नु। घन्टा कसैले आएर तिमीलाई केही बिगारे तिमीले केही बिगारे भने दोष लाउन सक्छ भनेको कि जब तिमी नै गलत छौ भने तिमीलाई भन्छ नि सबले भन्छ। म आफै गएर भनिदिन्छु त्यो अब यो बेला यो समयमा यो मान्छेले यस्तो गरिरहेको थियो अहिले यो आएर यस्तो अहिले आएर हजुर वरिष्ठ हस्तो नमस्ते गर्ने त काम छैन नि त। पैसा छ त जवानीको जोसले आँखा अन्ध भएर केही पनि चिन्न सकेन बुढेसकालमा हात खुट्टा चलेन त अनि कसको गल्ती। कोही बेला कमाउने बेला तरुनी तन्देरी भनेर पछि लाए अहिले न ऊ आफ्नो भयो न म उसको हुन सकेँ। लास्टमा के भयो बुढेसकालले चाहिँ म चाहिँ थन्केर बसिरहेको छु न कसैलाई के भन्न सक्छु न कसैलाई के भन्न सक्छु। आखिर यो कर्म देखाउनु त म आफै रहेछु नि त होइन त त्यसै लाग्छ होला नि त। भन्नाले केही चिज बसेर हुँदैन कि तात्तिनै पर्छ आफू केही गर्नै पर्छ के सोच्नै पर्छ भोलिको लागि म यो केही गर्छु केही भन्छु के छ ममा भन्ने चाहिँ हुनैपर्छ कि। कसैले केही त्यही भएर तिमी एउटा बिरुवा हो नि त तिमीले जस्तो रुख रोप्यौ नि जस्तो बिउ रोप्यौ त्यस्तै रुख उम्रिन्छ कि त्यस्तै फल फल्छ कि त्यस्तै फुल फुल्छ कि। अब तिमीले काहीँ नपाएर स्याउ रोपेर सुन्तला त फल्दैन होला नि त। त्यति मात्र नभएर स्याउको बोटमा कहिले सुन्तलाको काँडा त भेटिँदैन होला नि त त्यस्तै हो कि। यस्तै गरी गरी हामी सुनौलो यात्रा गर्दै हिँड्दैछौँ र मेरो यो यात्रा चाहिँ गोर्खासम्मको हो। यहाँ चाहिँ डाँडा काँडा हरियाली भन्ज्याङ चौतारी विभिन्न चराचुरुङ्गी हावापानी शुद्ध सुस्थ अनि विभिन्न गुणहरू विभिन्न मानवीय गाउँ बेसी डाँडा काँडा उकालो चढ्दा चढ्दै म गोर्खाको बाटो हिँड्दैछु। वहाँ पुगेर चाहिँ म कान्छीसँग नि भेट्ने कुरा छ।